रवि सर आइडलको विनर हो। त्यसपछि पश्चिममा एउटा इक्जाम्पल सेट भयो, जसले पनि जित्न मिल्छ। त्यही भएर टङ्कजी चुनावमा उठ्नुभयो। होइन, यसको ढाडबाट चाहिँ किन चिन्नु भएको डाक्टर? छातीको भुत्ला मनोज सरले बुक गरेछ। उहाँले त कपाल रोपिसक्नु भयो डाक्टर। मान्छेलाई कर्ली कपालको नि रहर हुन्छ के नर। नमस्कार, म ऋषि हमलाको छोरा किसमिस। के गरे हौ, कहाँ त्यहाँ बसे? अब ऑडियन्सलाई त्यहाँ राखेपछि हामी आइ त काठमाडौँमा जोडलो जौमा अत्याधिक बढिरहेको छ। यस विषयमा मनोज गजुरेल भन्नुहुन्छ, काठमाडौँमा बढ्यो धुवाँ र धुलो, काठमाडौँमा बढ्यो धुवाँ र धुलो, पोल्युसन वात्तै बढ्यो। यो कहाँ राइमिङ भयो त? उनको नि यस्तै त हुन्छ नि। अस्ति साथीसँग आएको थिइस् है, तेरो साथी खोइ? बिचरा त्यो साथी त भोगमरीले मर्यो नि। अनि मुसा पनि भोगमरीले मर्छ? अब सजिनाकोमा बस्दो रहेछ, बिचरा लुगै नलाउने। के खाएर माथि बिचरा? एकचोटि महोत्सवको अर्गनाइजर पनि आएको थिए। मलाई अस्ट्रेलिया पठाइदिनु पर्यो भने मैले माल्टातिर पठाइदिएँ। त्यसले पनि त प्रमोद खरेल भनेर टङ्क तिमेल सिन्हा बोलाएको थियो। विदेशमा भेडा चराउने पनि काम छ। केही पुरानो जोक त होला नि, जनताले भेडा भन्ने जोक त होला नि तपाईँको। मैले जोक गर्छु। मैले जोक गर्छु। मबाट जोक आशा घरमा सबै आरामै हुनुहुन्छ? ठिक छ। मम्मी बाबालाई आरामै? नचिनेको मान्छेसँग यसरी चिन्जान म यहाँ त मेरो कम्पिटिसन छ मनोज सर। मेरो अपोनेन्टको नाम सुन्नु न, कमिलो। त्यसलाई त नि म कसम होइन मनोज सर।